तपाईको छोरालाई यति ठुलो रोग लागेको छ अहिले हजुरलाई यो छोरालाई बचाउन पाए हुन्थ्यो भन्ने मनमा लागेको छ होला अब 4वटा छोरा एउटी छोरी गुमाइसक्यौँ हामीले अहिले 5वटी छोरी छन् एउटा बाबु मात्रै छन् अहिले बाबुले हाम्रो सहारा गर्ने बेलामा बाबुको सहारा हामीले गर्नु परेको छ सर अब कतैबाट आउला छैन केही छैन अब यो बाबु पनि अब केही भयो भने मलाई बच्ने आश पनि छैन सर सबैजना भएर मेरो भिडियो हेर्ने जति संसार बाहिर देश भएका अब जहाँ हुनुहुन्छ जो हुनुहुन्छ हेर्ने जतिले मेरो छोराको शरीर बचाउनको लागि धेरै थोरै जति सक्नुहुन्छ उति सक्दो सहयोग गरिदिनु होला हजुर अब मैले धेरै भन्न त म सक्दिनँ म बोल्न पनि सक्दिनँ यो मुटु थरथराउँछ मेरो पनि मुटुको रोग छ मैले 8 वर्ष भयो मुटुको औषधि खान थालेको प्रेसरको औषधि खान थालेको मै बिरामी छु त्यही माथि छोरा यस्ता छन् अनि अहिले अब छोरालाई अब छोराले गर्ने पढ्ने अब पढिसकेर गर्लान् हामीलाई सेवा गर्लान् भन्ने बेला छोराकै यस्तो गति भयो मलाई यो छोरो बचाउन पाएदेखि मलाई यो छोरो बचाएर छोराको साथमा बस्न पाए हुन्थ्यो सर बचाउन पनि आफ्नो पनि केही छैन सर उयो बटैया गरेर मुजुरी गरेर छोराछोरी हुर्काएँ बढाएँ पढाउँदैछु अझ टिन्टी छोरीहरूले पढ्दैछन् छोराले पनि पढ्दैछन् पढ्दा यस्तो भयो सर खाम्नै नसकिने भयो सकेछन् आफै गरेर गराउँछु भनेर अहिले 3 वर्ष भयो उपचार गर्न लागेको मैले अब कसैसित हात नथापेर छोरालाई आफै उपचार गराएर बचाउँछु भनेर रोइ कराइ गरेर हिँडै सकिनँ पुगेन खर्चले पुगेन छोरो गुमाउन भन्दा बरु सबै दाजुभाइ दिदीबहिनी बाबुआमा सबैसित सहयोग मागेर सक्दो सहयोग मागेर बचाइदिनु होला भनेर म हजुरहरूको अगाडि धेरै पिर मर्का बोकेर हिँडिराखेकी छु बसिराखेकी छु म खान नै सक्दिनँ म दिनमा भोक पनि लाग्दैन रातिमा निन्द्रा पनि लाग्दैन भन्न सबैजनाले नाति ठिक हुन्छ केही हुन्न बचाउन सकिन्छ भन्नुहुन्छ मलाई मेरो मनले मानेकै छैन सर बाबुलाई कस्तो हुन्छ यो रोग लागिसकेपछि आफूलाई चाहिँ अलिकति अनुभव भन्दै हुन नमस्कार मेरो नाम अमृत पौडेल मलाई चाहिँ अहिले यो न्युरोफाइब्रो भन्ने रोग लागेको छ यसले चाहिँ मलाई एकदमै गाह्रो बनाउँछ यो ढाडको नसा च्यापेर मलाई सुतेर उठ्न नि गाह्रो हुन्छ बसेर उठ्न पनि गाह्रो हुन्छ साथै हिँडडुल गर्न हात चलाउन सबै गाह्रो बनाएको छ